सामान्य पानीले पनि ठुलो क्षति गर्छ। यो के हो भने नदी खोलाहरूले आफ्नो ठाउँ खोज्छ, निश्चित कुरा हो। यो सुनकोसीमा गृहमन्त्रीज्यूहरूलाई यी फुलकोटमै आउनुभयो, यहाँ आएर हेरिदिनुहुन्छ भन्ने ठुलो आशा राखेका थियौँ, तर सरर हेलिकप्टर उडाएर जानुभयो। दुःख लाग्यो त्यो दिन, त्यो बेलामा चाहिँ हाम्रो लागि सरकार रहेनछ कि जस्तो पनि हामीलाई एउटा अनुभूति भयो। वर्षे नि करोडौँ रुपियाँ विपदको लागि छुटाएर राखेको पालिकाको बजेट कहाँ गएको त्यतिखेर? बाटो कहाँबाट आयो त? चाँडाबाट आएको, हेलम्बोबाट आएको, पनौतीबाट आएको, बनेबाट आएको होइन नि। देशको प्रधानमन्त्री, गृहमन्त्री, राज्यमन्त्री सबैको ध्यान त्यहाँनिर जानुपर्छ। यसले कसरी सञ्चालन गर्ने त? नमस्ते सम्झनालाई, म यस ताल रिसोर्ट र तल अर्को युनिक रिसोर्टको सञ्चालक। सम्पूर्णमा नमस्ते, मेरो नाम सुरज कुमार बस्नेत, म सुनकोशी गाउँपालिका वडा नम्बर 5 को वडा अध्यक्ष। सम्पूर्ण नमस्कार, म प्रहरी सहायक निरीक्षक अपिल खड्का, अहिले हाल राजमाता चौकीको इन्चार्ज। यहाँ सम्पूर्णमा नमस्कार, म अर्जुन दर्जी, मेरो घर स्याङ्जा, म 2 वर्षदेखि सुनकोशी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकारी रूपमा काम गर्छु। नमस्कार, मेरो नाम मणिराम आचार्य, म सुनकोशी उपशाखा नेपाल रेडक्रस सोसाइटीको सभापति र सुनकोशी गाउँपालिकाको रेडक्रसको संयोजक तथा सिन्धुलीको डिडिआरटी सदस्य। नमस्कार, म युवराज सङ्ग्रौला, म काठमाडौँ स्कुल अफ लमा पढाउँछु। आज हाम्रो यहाँ आउने मुख्य उद्देश्य 20 जना विद्यार्थीहरू, अरू केही आउँदैछ, 6वटा देशबाट यो कार्यक्रममा छ। यो कार्यक्रमको एउटा महत्त्वपूर्ण कुरा चाहिँ जलवायु परिवर्तनले गर्दाखेरि कस्तो खालको असर बनिरहेछ भन्ने खालको कुरा चाहिँ अध्ययनको हाम्रो विषयवस्तु हो। र हामी एउटा रिपोर्ट तयार गरेर अब यो सरकारलाई पनि दिने पक्षमा छौँ। रिपोर्ट तयार भइरहेछ। यो अस्तिको बाढी र पहिरोको समयमा म पनि यतै थिएँ, म भकुण्डेतिर थिएँ। बडा बिजोग थियो, बल्ल बल्ल बाँच्यौँ हामी पनि। र हामी 150 जना विद्यार्थीहरू थियौँ, त्यस कारण हामीले 100-150 जनताको उद्धार गऱ्यौँ त्यति बेला। र त्यहाँ पनि यस्तै छ, सबै लडेको छ, सबै समस्या छ। अब यो म अहिले 63 वर्षको भएँ, मैले यस्तो पानी पर्या देखाएको थिएन। तपाईँहरू हेर्दामा त्यति बुढो देखिन्न, तर पनि म बुढै छु। 48 घण्टा निरन्तर पानी पर्दाखेरि यो अवस्था आयो। उतापट्टि हाम्रा हिमालहरू सबै काला भइरहेछन्, पर्दैन। फेरि यस्तो पानी यति बेला पर्छ। पहिला त पानी पर्ने समय पनि असार साउनको पहिलोतिर हो, अब यो पछिल्लो समयतिर पानी परिरहेछ। जलवायुले कस्तो असर गरिराखेको छ भन्ने बारेमा मैले धेरै ठाउँ बोलेको पनि छु, टेलिभिजनमा पनि बोलेको छु। यहाँहरूले पनि त्यस्तै महसुस गर्नुभयो होला, देश कमजोर रहेछ भन्ने महसुस भएको छ। मान्छेहरूलाई उद्धार गर्दाखेरि गाउँमा एउटा साबेल पनि छैन, एउटा गैँती पनि छैन। त्यसै यत्रो वर्ष 70 वर्ष लोकतन्त्र आएकै भइसक्यो। त्यसै हामीले, हाम्रो शासकहरूले, हाम्रा प्रशासकहरूले अहिलेसम्म पनि यो खालको समस्या देशमा आउँछ भनेर सोच्न किन नसकेको? हामी सुन्न त ठुल्ठुलो कुराहरू सुन्छौँ, सशस्त्रको तालिम केन्द्र, आर्मीको तालिम केन्द्र, प्रहरीको तालिम केन्द्र। अवस्था नाजुक थियो। अब मलाई यो देशका ठुला मान्छे चिन्न त्यति समस्या छैन, धेरैसँग काम पनि गरेको छु। आर्मीको कमान्डर इन चिफलाई फोन गर्दा उनको फोन उठ्दैन, पुलिसको आइजिपीको फोन उठ्दैन। मैले टेलिभिजनमा पनि अलिक कडै बोलेँ। तपाईँको सशस्त्रको आइजिपीको फोन उठ्दैन, गृह सचिवको फोन उठ्दैन, मुख्य सचिवको फोन उठ्दैन। अझ तपाईँहरूको यो सिन्धुली पऱ्यो होइन, हामी काभ्रेमा थियौँ, काभ्रेको सिडिओको पनि फोन उठ्दैन, काभ्रेको टिएसपीको पनि। र हामी 6-7 वर्षका बच्चा बच्ची पनि थियौँ त्यहाँ, 6-7 महिनाका त्यस्ता बच्चा बच्ची लिएर हामी हिँडेर काठमाडौँ गयौँ। त्यति बेला 100 जना विद्यार्थी हामी रिसर्चमा आएको। त्यस कारण हामीले
अब यहाँहरूलाई प्रत्यक्ष हाम्रो सरकारका मान्छे होइन त्यस्तो दिन सक्ने कुरा केही छैन। तर कम्तीमा हामीले एउटा निर्णय गरेका छौँ भने कलेजको तर्फबाट हामी धेरै कानुन व्यवसायीहरू बौद्धिकहरू डाक्टरहरू सबै मिलेर कम्तीमा यो सिन्धुलीदेखि ओल्डेबेसीसम्मको यो बिचको भागमा यस्ता घटनाहरू घट्दाखेरि रेस्क्यु गर्ने 300 जना मान्छेलाई प्रशिक्षण गरौँ र एउटा सेन्टर बनाऊ। त्यो सेन्टरमा चाहिँ 50-60 वटा साबेल, 50-60 वटा डोइती, 500-700 मिटर डोरी, 5-7 वटा स्ट्रेचर, त्यसपछि मान्छेहरूका खुट्टा भाँचिँदा तत्कालै त्यसलाई सुरक्षित गर्ने चिजहरू लगायतका के हुन्छन् त्यो उद्धारमा र सशस्त्रले त्यसलाई तालिम गरिदिने र 300 जति मान्छेहरूलाई तालिम गर्ने निर्णय हामीले गरेर अहिले हामी त्यो काम अब गर्ने स्थितिमा पुगेका छौँ। अब यति यहाँहरूले पनि त्यो भोलि यो सहयोग पाउन सक्नुहुन्छ। यहाँबाट पनि केही युवाहरू जाला र त्यो प्रशिक्षणमा। बाँकी कुरो यहाँहरूसँग हामीले मुख्य रूपमा गर्न पर्ने कुरो चाहिँ के हो भन्दाखेरि यो जलवायुको यो खालको वितण्डा र हाम्रो विकासको मोडल भए जति सबै पहाड डोजरले खन्ने कुरा र त्यो ठाउँमा सबैभन्दा ठुलो पहिरो गएको देखियो उतापट्टि भगुन्ने भन्दा उता जहाँ डाँडामाथि प्लटिङ भएको छ। त्यो डाँडामाथि प्लटिङ भएको ठाउँबाट बगेर जाँदाखेरि त्यो बाटोहरू सर्वत्र लगेको छ एउटा कुरा देखियो। दोस्रो कुरो जापानले यो बाटो बनाए तर यो जापानले यो बाटो बनाउँदाखेरि यो खालको विकासको मोडल कति ठिक हो भन्ने प्रश्न पनि यसबाट उठ्यो। हामीले हाम्रा बाटाहरू कस्तो बनाउनुपर्छ, हाम्रा सडकहरू कस्तो बनाउनुपर्छ भन्ने खालको कुरोहरू पनि हामीले हेर्नु पर्यो। हाम्रा कयौँका घरहरू लडेका छन्, त्यो पहिरो आएर पनि लडेका छन्, कोही तल खोलाले बगाएको छ। यसको व्यवस्थापन सरकारले कसरी गर्नु पर्थ्यो भन्ने बारेमा लामो समय भयो नि। अब त 2007 सालदेखि त 70 वर्ष भनेपछि यो त लामो समय हो। यो समयमा यो डिजाइन गर्ने कुरामा सरकारहरूले पनि हेर्नु पर्थ्यो होला। राजनैतिक पार्टीहरू गाउँ गाउँमै छन्, राजनैतिक पार्टीहरूको संयन्त्र गाउँको तल ओडासम्म छ। राजनैतिक पार्टीहरूले यी कुराहरू छलफल गर्नु पर्थ्यो होला। यी सबै कुराहरूको छलफल गरेर अब नडराइकन स्पष्ट रूपमा चाहिँ एउटा रिपोर्ट हामीले दिनुपर्छ र त्यो रिपोर्टलाई लिएर प्रधानमन्त्रीसँग पनि कुरा गर्नुपर्छ। एउटा हाम्रो पक्ष हो। दोस्रो पक्ष चाहिँ अब यहाँहरूले के देख्नुभयो त्यो यस्तो पहिला देखिएको थियो होला किन यस्तो भयो, त्यसको कारणहरू यहाँलाई के लाग्छ? यहाँहरूले चाहिँ आफ्नो कुरोहरू बढी राखिदिनु हो भने त्यो रिपोर्टमा हामी यी कुराहरूलाई पनि राख्छौँ। हामी कम्तीमा यहाँदेखि परसम्मको विभिन्न ठाउँमा हामीले कुरा गरेका छौँ। नवबुद्धमा पनि मेयरहरूदेखि लिएर सबैसँग कुरा गर्ने भएको छ ताकि सठिक एउटा रिपोर्ट जाओस्। यो के कारणहरू यसमा सम्भव छन् हामीले फुट्याउनुपर्छ। सरकारमा बस्ने सरकारमा नबस्ने सबैको हो देश, सबैले भन्नुपर्छ यहाँनिर कमजोरी भयो र अब यो कुरालाई ध्यान दिनुपर्छ भन्ने कुरा र केन्द्रले देशभरि बनाउने एउटा योजना र स्थानीय तहमा पनि त्यस्ता कुराहरूलाई ख्याल गर्ने कुरा बन्नुपर्छ। र अबदेखि अब हाम्रो प्रमुख प्रशासकज्यूले पनि अनुरोध गर्नुभयो होला। अब स्थानीय तहमा पनि त यस्ता खालका घटना घट्दाखेरि त्यसलाई पनि त केही बजेटिङको कुराहरू त आवश्यक होला नि त। जस्तो भनौँ न घर भत्किएको कुरो इत्यादि कुरो क्षतिपूर्ति पछि केही समयपछि सरकारले दिने कुरो होला। हामीले त्यति बेला देखेको कुरो के हो भने घर लगिहाल्यो, चामल लगिहाल्यो, बाख्रा वस्तु लगिहाल्यो, अनि त्यो 5 दिन 6 दिन चाहिँ कसले पाउने त? अब वडाध्यक्षहरू सबै तपाईँहरूले पनि महसुस गर्नै भएको कुरा। हामी बसेको ठाउँको वडाध्यक्ष 1 किलोमिटरमा आउनका लागि 7 घन्टा लाग्यो। सबै लडेछ कहाँबाट ल्याउनु? ऊ पनि मान्छे हो। यसलाई के गर्न सकिन्छ भन्ने कुराहरू पनि यो बहसको विषय बनाउनुपर्छ अब राष्ट्रव्यापी भन्ने हाम्रो चाहना हो। त्यसकारण यहाँहरूको नै बढी अनुभव हामी सुन्न चाहन्छौँ ताकि हामीले बनाउने रिपोर्ट अलिकति सठिक राम्रो बनोस्। त्यसैले यहाँहरूले आवश्यक हुन्छ। यस्तो पहिला थियो कि थिएन, यो खास के कारणहरूबाट भयो? अब उता परपट्टिको क्षति खास गरी रोशी खोलाको क्षति अत्यन्तै धेरै छ, अत्यधिक ज्यादा छ। त्यति सानो खोलाले त्यत्रो काठहरू मुढाहरू ल्याएर त्यो सबै खेतीपाती हुने चिजहरू सबै सिद्ध्याएको छ भनेपछि के कारणहरूबाट यस्तो हो? पहिला यस्तो थियो कि थिएन? अलिकति यहाँहरूले देखेका जानेका अनुभवहरू
यहाँबाटै सुरु गर्नु। सबैलाई नमस्कार। पहिला चाहिँ हामीले यो किसिमको बाढी विपद चाहिँ नदेखेकै हो। सुनकोसीमा बाढी त आउँथ्यो, खोलाहरूमा बाढी आउँथ्यो, काठहरू ल्याउने क्रम पनि अहिलेभन्दा पहिला बढी हुन्थ्यो। अहिले त जङ्गलै छैन, सबै ठाउँमा हाम्रो बस्ती नै अलिकता छरिएर बसेको छ। यो चाहिँ लगभग 100 वर्ष पछाडिको हामीले एउटा अनुमान गरेको बाढी हो। यसमा हामी सबै अब विदेश जाने क्रम बढिरहेको, गाउँ गाउँमा विकास निर्माण जतिसुकै बाटो गए पनि, बिजुली गए पनि मानिसहरूलाई चाहिँ अब राज्यले अलिकता देशमै रोकेर उद्यमशील बनाउने, अब यहीँ रोजीरोटी दिने, आफ्नो ठाउँको विकास संरचनाहरू कस्तो बनाउने भन्ने कुरामा अब यो अलिकता ज्ञान चाहिँ दिन नसकेको हो कि जस्तो मलाई लाग्यो। अब यसले हामी सबै पलायन हुने क्रममा गयौँ र हामी गाउँमा जति मान्छेहरू बस्यौँ त्यो सबै अलिकता सुविधामुखी पनि हुँदै गयौँ। किनभने छोराछोरीले कमाएको छ, अब बाहिरबाट केही पठाइदिन्छ, आफ्ना चाहिँ अब बारीहरू छोडेर अब खोलाका किनारहरू, अब हाम्रो देशको भूगोलको बनोट जस्तो छ, सम्म ठाउँ खेतमा होइन, खोलबाडी नै कहिले नदेखेपछि त ती ठाउँ बस्दा पनि उपयुक्त हुन्छ होला भनेर त्यहाँ आएर हामीले बस्न जुन सुरु गऱ्यौँ र यो विकासको चाहिँ पाखो भत्काउने, जङ्गलहरू अब आगजनीहरू गर्ने होइन, अब यो सबै कुराहरू प्राकृतिक रिसोर्सहरूलाई चाहिँ अलिकता दोहन चाहिने भन्दा बढी किसिमले चाहिँ गर्ने क्रम भएको कारणले गर्दाखेरि अब यो विपत्ति चाहिँ अलिकता जलवायु परिवर्तनको क्रम पनि अब हामी कहाँ लगभग 1 दशकदेखि चलिरहेको, अब त्यो पनि जोडिएको छ। किनभने अहिलेको पानीको पराई चाहिँ काभ्रेमा परेको पानी अलि लामो समय पर्यो, त्यो अतिवृष्टि हो। हामी कहाँ त्यो पानी अलिक कम अतिवृष्टि पर्यो, त्यो पानी चाहिँ हामीसँग 15 मिनट थपिएको भए चाहिँ हाम्रो गाउँहरू झर्थ्यो। बाटोमा ठुला ठुला रुखहरू, काण्डोहरू, ढिस्कोहरू खोलामा पुग्न मात्रै बाँकी पारेर राखेको अवस्था हाम्रो माथि छ। अब अहिले त्यसको दृश्य गएर हामीले हेऱ्यौँ भने के देख्छौँ भने अब 2 दिन सामान्य पानी पर्दा पनि अहिले त्यहाँ मान्छेको जनजीवन बस्न लायक छैन। किनभने मान्छे मन आत्तिन्छ, त्यो गाउँमा बस्न लायकै छैन। त्यस्तो अवस्थामा सबै ठाउँहरू चाहिँ होइन, त्यो खोलामा मिसिने खोल्साहरू चाहिँ सबै ठाउँका खोल्साहरूले चाहिँ सबभन्दा ठुलो यो क्रसरबाट झिकेको जस्तो बाटो बनाउँदा आएको माटोहरू, अनि हामीले अर्को विकास निर्माणमा भलहरू चाहिँ त्यो परम्परागत भलहरू जसरी गइरहेको थियो त्यसलाई बाटो बनाउँदा अर्कोतिर लग्यौँ होइन। अब त्यो लाँदाखेरि त्यो भलले क्षति नै नहुने ठाउँहरूमा पनि क्षति गर्यो। यो अहिले चाहिँ तपाईँको अतिवृष्टिको चाहिँ संरचना हामीसँग जोडियो, जलवायुकै कुराहरू जोडिएको हो र यो क्षति भयो। अब हामी कहाँ यो बस्ने क्रममा चाहिँ के हुँदो रहेछ भने उद्योग गरे पनि, सामान्य जीवनयापन गरे पनि एउटा बस्ने ठाउँ नै छैन। सरकारले विकल्प दिन एकीकृत बस्तीहरू ल्याउन सक्दैन, सम्भावनै छैन। अब अर्को कुरा चाहिँ के छ भन्नुहुन्छ भने हामी जहाँ जहाँ गएर बस्छौँ हामीले के भन्छौँ भने सबै ठाउँमा मैले सुनेको कुराहरू चाहिँ यो प्रतिफल त हाम्रो उठिहाल्छ नि, सानो लगानी हो, बाढी आउने बेलासम्म उठिहाल्छ नि भन्ने एउटा। अनि यो फेरि हाम्रो यो यसलाई चाहिँ गढतीर बेल्ट भनिन्छ। सुनकोशी के अरे सिन्धुली चाहिँ हाम्रो 3वटा भूगोलले बनेको छ होइन। अब यता भित्री मधेस छ, महाभारत छ, अनि यो सुनकोशीको किनार छ, यसलाई गढतीर बेल्ट भनिन्छ। यो चाहिँ पानी बढी नपर्ने क्षेत्र हो, पानी नै नपर्ने क्षेत्र। अनि पानीसँग त मान्छेले विश्वासै गर्दैन, ठुलो पानी आउँछ भन्ने कुरोको विश्वासै गर्दैन। आउन त आएका छन्, यहाँ 1-1 दशकमा बाढीहरू आएका छन्, खेतहरू गएका छन्। तर अहिले चाहिँ अब हामीले यसरी खेतहरू बगाउँछ,
होइन। यसरी चाहिँ धनजनको ठुलो क्षति हुन्छ भन्ने कुरोको कल्पना नगरिएकै कारणले यही मनोजजीहरू हुनुहुन्छ, मुलकोटको पनि यति माथि उठेर हामीले चाहिँ यसलाई विकसित बनाएर लान खोज्दाखेरि आज यो चोट चाहिँ यो ठाउँले पनि सहेको छ। अब हामीसँग अहिले मूलत रोसी खोलाको काभ्रे पनौतीमा आएको बाढीको असर हाम्रो रोसी खोलाले होइन धान्न सकेन, त्यहाँ ठुलो क्षति हो। यो कोशी बेल्टमा ठुलो क्षति हो, यहाँ धमिले खोलो भन्ने छ त्यहाँ ठुलो क्षति हो। पानीको पराई अतिवृष्टि पनि मैले देखेको भन्ज्याङ एरियामा महाभारत रेन्जभन्दा तल्लो भन्ज्याङहरूमा चाहिँ सबभन्दा बढी पानी परेको र यो पानी पर्ने क्रम चाहिँ हाम्रो कोशीमा त परेको पानी बगेर फ्लोड बाढीहरू आइगयो, तर यो पानी चाहिँ हाम्रो यो गङ्गटे खोला भन्ने छ यहाँ पर, त्यहाँदेखि काभ्रेसम्म सबभन्दा ठुलो पानी परेको। त्यही भएर मैले यसलाई चाहिँ यो एकदम अतिवृष्टि खण्डवृष्टि होइन भनेर भनेको हो। त्यो पानी अलिकता थपिएको 15 मिटर बढी थपिएको भए चाहिँ यो ठाउँको ठुलो धनजनको क्षति होइन अहिले जति भयो नि यसको 10 दोब्बर चाहिँ क्षति हुने सम्भावना थियो। अब यसले गर्दा हामी अब आउने समयमा चाहिँ कसरी सेफ हुने होइन, रोजगारीका बाटाहरू कसरी लिने, यहाँको जीवनचर्यालाई कसरी चलाउने भन्ने कुरामा चाहिँ वास्तवमा यो एउटा राष्ट्रिय स्तरमा नै एउटा बहस उठेर समाधान गर्नुपर्ने अवस्था छ। अब एउटा प्रश्न मेरो के भन्दाखेरि यो बिचमा यो रेड क्रस बाहेक अब स्थानीय तहले आफ्नो क्षमताबाट गरेको यहाँको क्षतिको विवरण लगायतको यो यसलाई कसरी अब यो सडक लगायतको यो जति क्षतिहरू छ त्यसको निर्माणलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा माथिबाट सरकारको कुनै त्यस्तो सर्वेक्षण अर्थात् यो हुने काम छलफल अनुगमन केही भएको छैन। त्यो त हाम्रो यहाँबाट आएको नमस्कार। हाम्रो अब असोजको 10 गतेदेखि निरन्तर बाढी आएर पानी पर्यो। अत्याधिक वर्षाको कारण चाहिँ अब 11 र 12 गते बाढी पहिरो आएर हाम्रो सुनकोशी गाउँपालिकामा अलिकति धेरै नै धनजनको क्षति बनाएको छ। हाम्रो रोसी खोलाले वडा नम्बर 1 मा हाम्रो मन्दिर एरियाको काठमा ठुलो खेतीयोग्य जमिन चाहिँ लगाएको छ। त्यसपछि आएर हाम्रो सबै वडामा माथि गाउँ गाउँमा बस्ती बस्तीमा पानी बाढी पहिरोले घरहरू भत्किएको अवस्था छ। हामीले अहिले सुरक्षित आवासको लागि सङ्ख्या पनि लिँदैछौँ। त्यसमा हाम्रो 300+ घरहरू चाहिँ रेकर्डेड हुँदैछन्। हामीले अहिले पहिलो चरणमा 282 लाई अब रेड क्रससँगको सहायता गरेर केही राहत सामग्रीहरू उपलब्ध गराए। यसमा अनि त्यसपछि हाम्रो वडा नम्बर 5 यही मुलकोट एरियामा चाहिँ उता रोसी र सुनकोशीमा आएको बढी पानी तह बढी भएको भएर अब सबै डुबायो। त्यो क्रममा हामीले म पनि काठमाडौँ थिएँ सुनकोशी गाउँपालिका बाहिर। हामीले तत्कालको उद्धारको लागि हाम्रो यो गाउँपालिकाभित्रको सडक चाहिँ हामीले त्यति बेला एकदम छिटो खुलायौँ, जसले गर्दा हाम्रो नेपाल थोकदेखि त्यहाँ चाहिँ अल्पत्र परेका यात्रुहरूलाई चाहिँ सिन्धुलीको बाटो पनि फर्किएर जान चाहिँ सक्ने भयो। अब कतिपय नेपाल सरकारले रोड पठाएर पनि त्यहाँबाट उद्धार भएको अवस्था थियो। अनि त्यसपछि लगत्तै हामीले जति पनि बाढीका कारण यो पहिरोका कारण आपतमा परेकाहरूलाई हामीले गाउँपालिकामा 500 जनाभन्दा बढीलाई हामीले 2-3 दिनसम्म खाना खुवायौँ। यहाँ यो पशुपति आदिका विद्यार्थीहरूलाई हाम्रो गाउँपालिकाको क्वार्टरमै सेल्टर गरिदियौँ। मन्दिरमा हाम्रो विद्यापीठमा पढ्ने विद्यार्थीहरूलाई पनि त्यहाँ उद्धार गऱ्यौँ। मुख्य हामीले त्यति बेला एकदम छिटो गरेको त यो सडक खुलाएर चाहिँ फर्काएको कामलाई चाहिँ त्यति बेला चाहिँ हामीले छिटो गरिएको छ भन्ने चाहिँ अलिकति हुन्छ। यो बिचमा हाम्रो 3 तहको सरकारसँग समन्वय भइ नै राखेको छ। अब त्यस्तै अब हाम्रो मेकानिजमै त्यही छ, त्यस्तो एकदम उल्लेखनीय किसिमको अथवा त्यति बलियो उद्धार राहत कार्यक्रम नभए पनि त्यो सामान्य ढङ्गले त्यसको विवरण लिने काम र अनि विभिन्न सङ्घ-संस्थाहरूसँग समन्वयमा जिल्ला व्यवस्थापन समितिले पनि कोअर्डिनेसन गरेर हामीले सङ्ख्या यकिन गर्ने अनि पहिलो चरणको राहतका सामग्रीहरू गर्ने, उद्धार सामग्रीहरू उद्धार गर्ने र पछि हामीले यो रेड क्रसले 15,000 का दरले 282 जनालाई वितरण गरिसकेको छ।
अनि अर्को चरणको यो सुरक्षित आवासको लागि र आवास पनि निर्माण गरिदिनको लागि नेपाल सरकारले माथिबाट सर्कुलर गरेर हामीले डाटा सङ्कलन गर्दैछौँ। अब अन्तिम चरणमा पुगिसकेको छ। यो बिचमा हाम्रो प्रदेश सरकारले हामीलाई 20 लाख रुपियाँ हाम्रो विपद व्यवस्थापन कोषमा उपलब्ध गरायो। हामीले विपद व्यवस्थापन समितिले निर्णय गरेर विभिन्न सामाजिक सङ्घ संस्थाहरूलाई व्यक्तिहरूलाई पनि आह्वान गरेर हामीले रकमको जो गऱ्यौँ। अनि नेपाल सरकारले पनि हामीलाई 75 लाख रुपियाँ पैसा चाहिँ हामीलाई विपदमा यसरी राहत उद्धार र यही हाम्रो सडक मर्मतहरू गर्नको लागि पैसा बजेट विनियोजन गरेर मार्गदर्शन गरेको थियो। तपाईँहरूले यो सेक्टरमा खर्च गर्नुहोस्। त्यसै अनुरूप हामीले हाम्रो 7वटा वडामा सडकहरू असाध्यै क्षति भएको थियो। ती सडकहरू पहिलो लटमा हामीले दसैँ अगाडि नै एउटा एम्बुलेन्स छिर्ने, त्यहाँका आपत परेका सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिकहरूलाई उपचारसम्म चाहिँ अवरोध नहोस् भनेर हामीले यथाशीघ्र चाहिँ 7वटा वडाको बाटोहरू चाहिँ हामीले त्यही बजेटबाट चाहिँ हामीले निर्णय गरेर विकास गऱ्यौँ। अहिले दोस्रो चरणको फेरि बाटोहरू सरसफाइ गर्ने काम चाहिँ भइरहेको छ। अब यो बिचमा प्रत्यक्ष सहभागिता हाम्रो जिल्ला विपद व्यवस्थापन समिति र हाम्रो सङ्घ संस्थाहरू र गाउँपालिकाको कोअर्डिनेसनमा कामहरू भयो। अब त्योभन्दा अन्य हाम्रो यो सङ्गठन व्यवस्था चाहिँ सङ्घ प्रदेश र स्थानीय तहलाई जोड्ने त्यस्तो ठ्याक्कै त्यस्तो नभएको हुँदा त्यतापट्टि अलिकति जोड्नुपर्ने, स्थानीय तहलाई अलिकति सशक्त बनाउने किसिमको अब अनफन्डेड र अन्डर फन्डेड भन्छ त्यसरी बनाउनु भन्दा अलिकति बजेटमा पनि त्यही किसिमले दिने र जिम्मेवार पनि त्यसरी बनाउने र स्थानीय तहमै विपद व्यवस्थापनका लागि विभिन्न अब कानुनीदेखि अब नीतिगतदेखि अन्य व्यवस्थापन संस्थागत व्यवस्थापन पनि भएर तीन तहले हेर्ने किसिमको मेकानिजम बनाउन चाहिँ ढिला गरिनु हुँदैन जस्तो यति बेला चाहिँ आभास भयो। अब हामीले सकेसम्म त्यही बजेटभित्र रहेर हामीसँग केही बनाएर पठाइयो यसलाई कसरी गर्ने भन्ने बारेमा जस्तो गाविसले यसरी गर्नुपर्छ है केन्द्र सरकारले वा प्रदेशले गर्नुपर्छ भन्ने चाहिँ बनाइयो। हामीले अहिले क्षतिको विवरण र के लस भइरहेको छ, खेतीयोग्य जमिन, सिँचाइका कुलोहरू, घरहरू, अन्य सार्वजनिक स्थल निर्माणहरू चाहिँ क्षतिको विवरण चाहिँ हामी सङ्कलन गरेर रिपोर्टिङ चाहिँ गरिरहेको छौँ। यसलाई यसको अलिकति दीर्घकालीन योजना बनाउने बारेमा हाम्रो त्यो छलफल सुरु भएको छैन। दीर्घकालीन बनाउन त अब हामीसँग अब हजुरलाई हावाको विषय विभिन्न विधि विधानहरू छ, तिनीहरूलाई राम्रोसँग भवन आचार संहिताको कुरा, अब नदीजन्य प्राकृतिक स्रोतको प्रयोग गर्ने सम्बन्धी कुराहरू हुन्छ त हामी त्यो नै छ। पालनमा नै हाम्रो अलिक सामाजिक मूल्य तर मलाई जहाँसम्म लाग्छ अब यो त नगरपालिका हो नि, गाउँपालिकाले यत्रो क्षति बिहोरेपछि कतिबाट पाउने नपाउने आफ्नो लडाइँको कुरो आफ्नो ठाउँमा छ। तर अघि भनिए जस्तो अब पछि आउँदालाई के गर्ने, बनाउने कहाँ बनाउनु पर्थ्यो, बनाउने ठाउँ ठिक भएछ कि भएन छ, स्कुल कहाँ राख्नु पर्थ्यो त्यहाँ राखिएछ कि राखिएन छ भन्ने लगायतको कुरोमा गाउँपालिकाले त एउटा गुरु योजना अहिले बनाएर अनि यो क्षतिसँग त्यसलाई जोडेर यदि यो अनुसार चाहिँ माथि सरकारले केन्द्रले होस् वा प्रदेशले होस् यो तरिकाले नदिने हो भने त यो बस्ती त बस्न नलायक हुने हो नि त। भोलि यत्रो एउटा राष्ट्रिय स्तरको सडक छ जसले पूर्व जोड्छ, त्यसको हालत देखिहाल्यो होइन। अनि त्यसपछि मानिसले भोगेका क्षति छन्। अब जसको क्षति भयो उनीहरूलाई राहत दिने, उनीहरूलाई व्यवस्थापन गर्ने एउटा पक्ष हो। तर भोलि यो खालको कुरो नहोस् भनेर त्यसको सतर्कताका लागि अब नसकिएला, तत्काल नसकिएला हामी अहिले केन्द्रीय चरणमा चाहिँ यसलाई नि जे भएको छ लस त्यसबाट अवगम कसरी हुने भनेर त्यस्ता काम त्यसमा मात्रै सीमित भइरहेछ। तर अब यो अनि त्यसपछि त्यो अन्य अब चाहिँ यसरी जानुपर्छ भन्ने विषयमा नि छलफल भएको छ। अब त्यसमा नि राष्ट्रिय मापदण्ड नै केही परिमार्जन आउला प्रादेशिक कुरा पनि हुन्छ। हामी पनि छलफल चाहिँ यसलाई गर्दै गएपछि कसरी ओभरकम गर्ने भन्नेमै बढी छलफल केन्द्रित भएर प्राधिकरणको निर्देशक आउनुभयो, उहाँ आउनुभएको छैन। हामी त्यही सफ्टवेयर चाहिँ चलाएर यो समस्या भएर देशको यो जस्तो हिसाब किताब गर्ने हो भने त पैसामा हिसाब गर्ने हुन्छ, झन्डै 1 खरबभन्दा माथिको क्षति छ नि त। यत्रो 1 खरबको क्षतिमा पनि निर्देशक आएर हेर्दैनन् भने के भित्रमा छ नि त। त्यसको मेकानिजम प्रणाली कस्तो आउनुपर्छ तपाईँहरूले पनि प्रशासकहरूले पनि होइन। हामीले त
राख्नुपर्ने ठाउँमा म उठाउँछु तपाईँहरूको म प्रधानमन्त्रीकैमा गएर उठाउँछु यो कुरो रिपोर्ट बनाएरै म उठाउँछु तर के भन्दाखेरि शासकहरूले पनि अलिकति के भन्दाखेरि सरोकार जनताप्रति राख्नुपर्छ यो उहाँहरूले ल्याएको होइन उहाँहरूलाई गाली गरे त होइन नि त यो बाढी र यो ल्याएको त उहाँहरूले त होइन तर आउन त आयो नि त आइसकेपछि नेपालभरिमै सबैभन्दा ज्यादा क्षति भएको बाटो र यो भनौँ न अब पनौतीदेखि भकुण्डे बेसी हुँदै यहाँदेखि अब सिन्धुलीको माथि गढीतिर गएन होला यो खोलो बगेर गएतिर त तलैसम्म भएको छ नि त यसको एउटा हेरेर एकीकृत योजना बनाएर कसरी मानिसहरूलाई व्यवस्थापन गर्ने अब कतिको घर चाहिँ फेरि बनाउनै नहुने गरी पहिरो गएको होला उहाँहरूलाई कहाँ वासस्थान गराउने अनि घर कसरी व्यवस्थापित गरिदिने भन्ने खालको कुरोमा गर्ने कुरो त अल्टिमेटली गाउँपालिकाले नै हो तर त्यसलाई पर्याप्त बजेट त प्रायोरिटीका साथ दिनुपर्ने होला नि त अब जस्तो भनौँ न हिजो भैँचालो आएको बेला भैँचालोले लडाएको बेला भैँचालोले लडाएको ठाउँमा खास केन्द्रीकृत गरेर बजेटहरू भन्यो भनेपछि यो चाहिँ घटना हो अब म आफै यो कुरा गरिरहेको छु भन्दाखेरि म पनि त यहीमा पर्या हो नि त पर्न त मैले देखाएको छु नि त त्यो आतङ्क कस्तो हुन्छ भन्ने कुरो तपाईँको गाउँघरमा मान्छेका एउटा दोडा भैँसी छन् एउटा दोडा गाई छन् पहिरोले तानेको छ पहिरोबाट भैँसीहरू तानेर निकाल्ने कामहरू लगाएको कुराहरू गरेको कुरा चाहिँ के देखियो भन्दाखेरि नगरपालिका भए पनि गाउँपालिका भए पनि त्यस्तो अवस्थामा कसरी सूचना सङ्कलन गर्ने संयन्त्रहरू गर्न सकिन्छ देखियो प्रश्न के भने अब काठमाडौँको टेलिकमले उसैका टावर राखेर मात्रै टेलिफोन चलाएर त नहुने रहेछ नि त उहाँ बिग्रिएपछि त सिद्धि हो नि त यस्ता चिजहरूमा गाउँहरूलाई कसरी गर्ने भन्दाखेरि त 3 दिन 4 दिनसम्म त तपाईँको मैले पनि देखेँ अघि त्यहाँ कसले भन्दै हुनुहुन्थ्यो छोरा नै बित्यो भनेर कसले भन्दै हुन्थ्यो उहाँले भन्दै हुन्थ्यो हाम्रो स्थानीय तहले यस्ता विपदहरूमा रेस्क्यु गर्ने सक्ने क्षमता त जिरो नै रहेछ भने अब यसलाई हिजो सरकारले यो गरेन यो फलाना मन्त्री गलत यो ढिस्काना मन्त्री गलत भन्ने खालको कुरो भन्दा पनि प्रत्यक्ष देखियो नि त अहिले त भनेपछि स्थानीय तहहरूलाई कसरी यसमा सुदृढ गर्ने हो त ताकि यस्ता खालका कुराहरू भोलि पर्दाखेरि उनीहरूले उद्धार गर्ने क्षमता उनीहरूकै बनोस् भन्ने खालको कुरो पनि हेर्नुपर्ने खालको कुरोमा अधिकारीहरूले जनताको करबाट पैसा खाइसकेपछि उहाँहरूले काम चाहिँ गर्नुपर्छ किनभने प्राधिकरण विपद प्राधिकरण यसैका लागि बनाइएको हो सबैभन्दा ज्यादा विपद भएको ठाउँ यही हो यो ठाउँमा आएर उहाँले चाहिँ के भने यहाँ बसेर मन्त्रीले आएर यहाँ दुई चार दिन बसेर जनताका कुरा सुनेर कसरी यसलाई विपद व्यवस्थापन हामी गर्छौँ भन्ने खालको कुरो 5 महिना 6 महिना 7 महिना उहाँहरूले केही नपाउनु होला त्यो बेग्लै कुरा हो तर तपाईहरूको व्यवस्थापन गर्छौँ दुःख सुख अब केही समय गर्नुहोस् अहिलेलाई यति पैसा छ तपाईहरू खाँदै बस्नुहोस् हामी यो उद्धार गर्छौँ भन्ने एस्युरेन्स त दिन सक्नु पर्यो नि त त्यसकारण यहाँहरूले पनि उठाउने कुरा हो अब म जस्तो एउटा युनिभर्सिटी पढाउने टिचरले मैले यो कुरो बोल्नुपर्छ मैले गएर भन्नुपर्छ म त्यो कुरो राख्छु एकदम स्पष्टसँग राख्छु त्यो कुरामा चाहिँ रिपोर्टै राखेर म लिएर जान्छु म विपद के अरे यो प्राधिकरणका अध्यक्षलाई पनि भेट्छु प्रधानमन्त्रीलाई पनि भेट्छु गृहमन्त्रीलाई पनि भेट्छु मेरा लागि ठुला कुरा होइनन् म आधा घण्टामा टाइम लिएर भेट्न सक्छु मलाई यहाँहरूले प्रश्न चाहिँ के बताइ चाहिँ दिनुपर्छ आज भने के भन्नु त मैले त्यहाँ ओके के भन्ने हो मैले जस्तो भनौँ न यो तत्काल बाटो बनाऊ भन्ने हो कि खोलो फेरि बढेर आयो भने मान्छेका घर लान्छ एकीकृत बस्ती व्यवस्थापनको केही कुरा गर्नुहोस् भनेर मैले भन्ने हो कि ती चिजहरू चाहिँ अलिकति मलाई भनिदिउँ र तपाईँहरूलाई म एउटा एस्योरेन्स के दिन्छु भने 7-8 दिनभित्र उहाँहरूले केही गर्नु भएन म सर्वसम्म मुद्दा हालेर यो तत्काल सरकारलाई गराउने आदेश गर्छु यत्रो विद्यार्थीहरू आछन् त्यही कारण पनि यो के अरे हाम्रो कार्यक्रम उहाँ माथि दोलखा जाने तर हामीले यो नै अध्ययन गर्नुपर्छ पहिला यसको असर अध्ययन गर्नुपर्छ भनेर नै हामी चाहिँ आएको भएर अलिकति यहाँहरू सबैबाट आओस् के कुरो मैले उठाउँ तपाईँहरू मलाई यो कुरो राखिदिनुहोस् यो कुराहरू आओस् जिल्लाध्यक्षज्यूबाट आओस् सम्पूर्ण नमस्ते यो असोज 11-12 को गाडीमा चाहिँ म आफै यो एरियामा प्रत्यक्ष छु
म आफै दाइहरूसँग कोर्डिनेसन गरेर खटी पनि रहेको थिएँ। अनि यो मैले चाहिँ यो अहिले अब हामीलाई त यस्तो अहिलेसम्म थाहा छैन, यो चाहिँ प्राकृतिकलाई नै च्यालेन्ज दिएको हो कि जस्तो अनुभूति भयो म आफैलाई। तपाईँको अब माथिल्लो बेल्टमा पुरै भन्ज्याङ एरियामा तलतिर एकदम जोडले पानी परेको छ। हामीलाई समस्या जहिले हुन्थ्यो माथितिर पानी परेपछि यता खोला नाला आउँथ्यो, बाढी खेत लाने यताउति सामान्य भइरहेको थियो। यसपालि चाहिँ कस्तो उल्टो भइदिरहेको थियो क्या, माथितिर पानी छैन, हामी त्यहाँ बाटोहरू सफा गर्नुपर्नेदेखि लिएर त्यहाँ हरेक कुरा गरिरहेको हुन्थ्यो, माथितिरकै क्षतिले हुन्थ्यो। यसपालि चाहिँ यो तलतिर बढी क्षति भयो क्या। अनि यो क्षति पनि जङ्गल भएको ठाउँमा चाहिँ बढी पानी पर्छ भन्थे, तर यसपालि चाहिँ होइन कि जस्तो लाग्यो क्या। जहाँ जङ्गल छ त्यहाँ चाहिँ पानी कम छ, अनि जहाँ खोरीखण्ड डाँडाहरू छन् यहाँ जङ्गलै छैन, यति पानी परेर बिगाइराख्यो। यो चाहिँ यो मौसमले नै यो प्राकृतिक नै च्यालेन्ज गरे हो कि जस्तो पनि त्यो एउटा देखियो क्या। यो धेरै वर्षको एउटा अनुभव चाहिँ हामीलाई बुढापाकाले भन्थे जङ्गलमा जङ्गल लाग्यो भने पानीहरू पर्छ अलि राम्रो हुन्छ, पानी सधैँ पर्छ भन्ने हुन्थ्यो होला जस्तो लाग्थ्यो। सिन्धुलीमा जोडले पानी पर्दाखेरि जङ्गल हुँदाखेरि यहाँ चाहिँ पर्ने छ, हाम्रो यता पानी नै नपर्ने ठाउँ यो। तर यसले चाहिँ जङ्गल पनि नहुँदा पनि पानी पर्ने छ भने यति क्षति गरायो। यो क्षति गराइराख्दाखेरि हामीलाई यो स्थानीय हामीले म आफू स्थानीय सरकारको एउटा प्रतिनिधित्व भएको कारणले गर्दाखेरि पनि हामीलाई एकदम छिट्टो विपद पर्दाखेरि छिट्टो काम गर्न चाहिँ हामीले खोजिने, तर हामीसँग अब स्रोत साधनहरू प्रयोग गरौँ त्यसलाई चाहिने खर्चहरू हुन्छ। अन्तिममा के हुन्छ भने हामी आर्थिकमा आएर चाहिँ बाँधिदिनु पर्दो रहेछ। अनि जनताले त के छ छिट्टो एकदम क्यास खोजिरहेको हुन्छ, जनताहरूले चाहिँ छिट्टो उद्धार खोजिरहेको हुन्छ, छिट्टो उहाँहरूलाई चाहिँ काम खोजिरहनु भएको हुन्छ। तर हामीले चाहिँ अब गर्न त खोज्छौँ, हामीलाई पनि त्यो बिजोग हेर्न सकिरहेको हुँदैन, तर पनि अब त्यसको लागि त आर्थिक स्रोतै चाहिन्छ। यहाँ इस्काभेटर अहिले बाटै बन्द भयो भने तुरुन्तै हामीले अरू कुरा नगरिकन इस्काभेटर सोध्नु पर्ने छ, लगाउनु पर्ने छ। त्यसलाई तत्काल दिनको लागि त तेलै चाहिन्छ। तेलहरू हाल्नेलाई पनि फेरि अब पैसा फेरि मिलिरहेको हुँदो रहेछ क्या। अब यहाँ हाम्रो आदरणीय सर यहीँ हुनुहुन्छ, यो के अरे हामीहरू यो तह चाहिँ नमिले कि जस्तो लाग्छ मलाई चाहिँ।